बनेगा कौन? चोर बनेगा कौन? मुझे रोकेगा कौन? मोटू पतलू मेरे साथ आविष्कार वर्क करने के लिए उधर इंडिया में नहीं मिलेगा, तुमको नेपाल में आओ, नेपाल में सही हो दाइ के बोले भाइ? के बोले के छ थाहा हामी बोले? अहिले हामी चाहिँ दुईजना 360 एउटा भ्यू हाल्नु गइरहेको छ भिडियो होइन ल सर र हामी हेलो गाइज तपाईहरुलाई हाम्रो च्यानलमा स्वागत छ है। आज चाहिँ ढिलैसम्म पानी पर्यो, 3 बजिसक्यो हैन बुढी। अब चाहिँ हामी एकछिन बाहिर निस्किम भनेर चाहिँ रेडी हुन लाग्यो। म्याडम रेडी हुँदैछ, म चाहिँ अब अलमोस्ट रेडी जस्तै हो। मलाई खासै त्यस्तो रेडी हुने केही पर्दैन। अहिले चाहिँ सक्क बाहिर घाम लागिरहेछ हैन। बाहिर चाहिँ घाम लागेर दिन टक्क खुलिसक्यो। अब हामी बाहिर जानु चाहिँ एकछिन रेडी हुँदैछौँ हैन। बाहिर बबाल क्लियर छ आजको मौसम चाहिँ हैन। अगाडि चाहिँ हाम्रो कबड्डी साथीहरू छन्। कबड्डी साथीहरूले हामीलाई सुत्न दिँदैनन्। बिहानैदेखि 6 बजेदेखि ड्याङ 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 डुङ डुङ बनाउँछन्। राति 11 बजेसम्म यस्तै गर्छन्। साथीहरूलाई त कम्प्लेन नआउने भएको छैन। अब 2 बजेसम्म यस्तै है यिनीहरूले। अनि यिनीहरूले अब कडै भेट्छ, एक दिन चाहिँ कुन दिन भेट्छ। एउटा टाइम हुन्छ नि त, कतिखेर सुत्नै दिँदैन यिनीहरूले, जतिखेर पनि यस्तै गरिरहेको हुन्छ। तिमीलाई कति टाइम लाग्छ रेडी हुन? एकछिन रेडी हो अनि निस्किहाल्नु पऱ्यो। कता जाने हो थाहा छैन। स्काई टावर ओपन भएर हिजोबाट त्यता नै चढ्न जानुपर्ने थियो एक दिन। अब मिलाएर निस्किनुपर्छ। के भयो? म जान्न है, म जान्न जान्न म स्कुल आउँछ। के हो गु खोज्यो गु मान्छे रिस उठ्नुको कारण चाहिँ के हो? तिम्रो खप्पर हो। जोडी नै छैन यार। हाम्रो त्यो टप पनि कति धेरै बाटो हुन्छ यार। के लुगामा मिलाएको? मारी चाहिँ पाटोतिर जानु लास्ट देखिरहेको छु बुढी। कपाल पनि मैले कोही मिल्के फिल्ममा उसो छ नि त्यस्तै बनाएको छ आज। भुवन कृषि जस्तो कोही मिल्केमा रिपिटेसन जस्तो कपाल भयो। मैं आ गया भन्ने जस्तो क्या। स्काई टावर सरी जापानिजमा स्काई ट्री भनिरहेको क्या। त्यहाँ चाहिँ आइपुग्यौँ। मान्छे पनि स्टिल रहेछ। हामी त जान पाइन्न कि भन्ने सोचिरहेको थियौँ होइन। स्टिल आइपुग्यौँ हामी चाहिँ है। ल अब टिकट चाहिँ महँगो छ हेर्नुहोस् होइन। ओहो तलबाट त जम्मै देख्दो रहेछ त बुढा। हिँड्दाखेरि अब स्कोर हराइएछ है। यतै हो नेक्स्ट गेट हो बाइकहरु तबाट हो। तोडे गेट छ तल नि, उता नि गेट छ।
यो मार्क्स पनि तेरा कि एकछिन साटेलाई फेरि हामी चाहिँ यो स्काई वकको होइन स्काई टावर खै मलाई कस्तो देख्यो स्काई वक टावर हो नि त बेबी मलाई कस्तो देख्यो तपाईँ त आज त अफिस जाने भिआइपी पर्सन यो स्यालेरी म्यान जस्तो देखेछ जापानमा चाहिँ स्यालेरी म्यान भन्छ क्या अब स्काई टावर चाहिँ कमलादीको छ भनौँ न बालेनको सहरको टावर है फेरि बालेनको सहरको यहाँ चाहिँ यस्तो ग्रिल हाउसहरू पनि रहेछ है पठाइदिन्छ यो चाहिँ बाहिरको यस्तो अलिकति रेस्टुरेन्टहरू पनि रहेछ है यहाँनिर चाहिँ अनि मेन चाहिँ इन्ट्रान्स यहाँबाटै टिकट काट्ने ठाउँ चाहिँ यहाँ रहेछ स्पेसली है टिकट लिएर हजुर आज अब अहिले लिनुभयो भने भरे बेलुका यो जति वर्षमा खोल्छ त्यति वर्षमा जाँदा हुन्छ भोलि चाहिँ हुँदैन आज अहिले हजुर अहिले चाहिँ हुन्छ दुईवटा 2000 छ टिकट चाहिँ महँगो है स्काई टावर के भने त्यसको फ्रेममा चाहिँ आउँछ क्या फोटो शनिबार भएर होला कति धेरै मान्छे पानी टिकट पनि पाइसक्यो हामीले होइन अब हामी चाहिँ माथि चढ्छौँ मान्छे पनि धेरै छ अलि लाज लागिरहेको बोल्नलाई अब भ्लगर भएपछि कहाँ त्यस्तो लज भनेर भयो त नि होइन लाज हुन्छ पचाउनु परेन लाज किन बाबा पऱ्यो यहाँ मेन्टेन भइरहेको रहेछ यसरी बनाउँदैछ रेस्टुरेन्ट बिहेको पार्टी सार्टी सबै हुन्छ अरे पछि अब हाम्रो छोरीको बिहाको पार्टी गरिदिनु पछि यहाँबाट चाहिँ इन्ट्रा जस्तो छ है टिकट देखाउँदै तर बबाल छ पछि यहाँ गएर बिहाको पार्टीहरू बर्थडे पार्टीहरू पनि गराउन सक्नुहुन्छ तपाईँहरूले होइन अनि बुढा बबल टी पनि पाउँदो रहेछ यहाँ चाहिँ मेरोबाट चाहिँ बबल टीहरू चाहिँ पारा तात्छ होइन काम छैन त्यो होइन त्यो आधी खान्छ जहिले यहाँ खाए पो हुन्छ पैसा त्यो त महँगो किनेपछि सबै खानुपर्छ नि त खाइहाल्छु त अनि आधी फलिदिन्छ किनिदेऊ न होइन म खाइहाल्छु यो क्यामेरा कि अगाडि किनिदेऊ ल म खाइहाल्छु है अन्त त्यहाँ फाउन्टेन पनि रहेछ है त्यहाँ बनाउँदै रहेछ है ओके अब हामी चाहिँ भित्र जानु लागेको है अँ त नि ओके यहाँ चाहिँ यो इन्ट्रान्स गेट हो बबाल छ अर्को अब आज फर्स्ट एक्सपिरियन्स यता कि त्यताबाट यस्तो टावरहरू चाहिँ बन्द गर्नुपर्छ क्या होइन अनि घुम्न मजा आउँछ नि त कहिले काहीँ बुढाबुढी यसो झगडा गरेर ठुस्केर बस्यो बेला निस्किन मजा आउँछ यसले हामी चाहिँ टक्क अब आइसक्यो होइन के हो अरे हाम्रो जहिले WWE नै चल्छ न हामी चाहिँ इन्ट्रान्स गर्न लागेको अब चाहिँ त्यहाँबाट होला यो चाहिँ हिँडेर जाने बिचबाट चाहिँ अलिअलि बन्द होइन देखिहाल्यो ए लड्की केटी हाम्रो लिफ्ट कुदिरहेको छ हामी होइन लिफ्ट चाहिँ झरिरहेको छैन मैले कति लाइब्रेरी 9मा 8मा हाम्रो उडान सुरु भयो बबाल रहेछ है के हो सानो मान्छे हेलो वक टावर यहाँ हामी लिफ्टबाट झरेपछि चाहिँ 1-2 तला चाहिँ हिँड्नु पर्ने रहेछ 1-2 तला होइन त बेबी 2 तला जति हिँड्नु पऱ्यो 2 तला होइन 3 तला 3 तला रहेछ अझै रहेछ माथि सरी तपाईँ हामी जुत्ता कभर लाउनुपर्छ होइन यहाँ हिँड्नुभन्दा अगाडि चाहिँ
लगाऊ अनि म लाउँछु यो सुज कभर लाउनु रेडी हो नि त अब हामी स्यान्डल लगाउनु भएको थियो र उहिले लगाएको थियो ए यही माथि लगाउनु भएको भइहाल्थ्यो नि त थाहा भएन अब ठिकै छ कभर लागि जाउँ यहाँबाट माथि जान मिल्दो रहेछ क्या पछि हो पुरा टिकटक नै बनाउने नि ल Look at the view, look at the view. आम्मामा बवाल देख्दो रहेछ यार जाउँ जाँदा हुन्छ के हुन्छ अरे ए कमिला देख्दो रहेछ यार मान्छे त है आम्मामा अहिले चाहिँ हामी टक्क टपमा आएर चाहिँ हामीले भ्यूको मजा लिइरहेछ के पो सिसा होइन यो हामी भ्यूको मजा लिइरहेछौँ होइन प्लास्टिकको हो यो अब यता एक राउन्ड हान्ने बुढी चोट बनेगा ना मुझे रोकेगा मोटू पतलू मेरे साथ अब स्काई वॉक करने के लिए उधर इंडिया में नहीं मिलेगा तुमको नेपाल में आओ नेपाल में सही हो दाइ यही बेलामा छिर्यो भने डर लाग्दा हामी चाहिँ टोटल्ली मजा लिइरहेछौँ 1000 रुपियाँको टिकट काटेर 1000 रुपियाँ चाहिँ 1 रुपियाँ खेर नजाने गरेर हामीले टोटल्ली मजा लिइरहेछौँ होइन आज स्याटरडे भएर होला मान्छे पनि लच्च मान्छेहरू पनि छ होइन पानी पनि पर्न लागिसक्यो आकाश पुरै कालो भइरहेछ त्यही नै हो गाइस रमाइलो छ कमलादी नजिक हुनेहरूलाई झन् एकदम मजा भइहाल्यो टाढा हुनु पर्ने आएर टाढा हुनुहुन्छ भने पनि आएर घुम्दाखेरि केही फरक पर्दैन 1000 रुपियाँ चाहिँ टोटल्ली असुल हुन्छ क्या यहाँ चाहिँ सबैजना अब यसरी घुम्ने नाच्ने गरेर चाहिँ टिकटक बनाइरहेको छ है अब यो चाहिँ 8 बजीसम्म मात्रै रहेछ लास्ट होइन आवर 8 बजे 8 बजीसम्म रहेछ पुरा पैसा वसुल गर्दैछन् सबैजनाले फोटो खिच्नेदेखि लिएर टिकटक बनाउनेदेखि लिएर र तल हेर्नुहोस् त गाइस यु क्यान सी कति सानो सानो गाडी छ and you can see the view also अनि आकाश गर्दै जस्तो नि भन्छ आज हामी पानीहरू चाहिँ बस्छौँ ल अहिले हामी चाहिँ स्काई भ्यू टावरको चाहिँ 18 तलाबाट चाहिँ ब्लग हानेर आयो फेरि बवालको ठाउँबाट हानेर आयो अहिले चाहिँ होइन योभन्दा हल्का अपार्टमेन्टहरू पनि छ होटलहरू पनि छ होइन काठमाडौँमा तर स्काई वाक भने चाहिँ फर्स्ट टाइम इन द फल होइन जस बवाल छ साथीहरू आएर भिजिट गर्दा हुन्छ काठमाडौँमा चाहिँ त्यस्तो विधि घुम्ने ठाउँ थिएन नि त अहिले एउटा नयाँ ठाउँ थपेको छ है त्यस्तो विधि घुम्ने ठाउँ थिएन एउटा नयाँ ठाउँ थपेर चाहिँ एकदम बवाल मजा आउँछ सिलाउट हान्न आएर जापानमा स्काई ट्री सबै छ त्यही जापानमा नि यस्तै छ स्काई ट्री त्यही हो त स्काई ट्री भनेको खासै स्काई वाक टावर रहेछ यो चाहिँ ए ओके तल अहिले निलो निलो गाडीहरू बोलिरहेको एउटा इन्ट्री गर्ने ठाउँ छ सर इन्ट्री गरेपछि यो तल फेद भयो त्यहाँबाट सर माथि आएर यहाँसम्म आइपुग्दा 18 तला भयो यो 18 तलामा हामी छौँ सिसामा त्यहाँबाट माथि गऱ्यो माथि कति तला भने 2-3 तला होला माथि टपमा चाहिँ नेपालको झन्डा छ हामी चाहिँ खडा घुमेर अहिले चाहिँ टक्क एकछिन बसेर एकदम तल कमलादी हेर्दैछौँ कमलादी यहाँबाट होइन कमलादी हेर्दै बसिरहेको त्यो कमलादी हो हामी चाहिँ हामी टक्क छौँ कमलादीको भ्यू हेर्दै बसिरहेको हो यहाँबाट चाहिँ टक्क त अगाडि धरहरा भयो यता धरहरा यतापट्टि रानी पोखरी छ अनि यतापट्टि साइड भनेको पछाडि हात्तीसार भइहाल्यो पाँचतिर नारायणी भइहाल्यो यतातिर यहाँ चाहिँ हामी टक्क कमलादी हेर्दै
हामी यता छौँ। यहाँ चाहिँ एउटा के हुँदो रहेछ भने सबै आउँदाखेरि अब सबै नौलो चिज होइन, टावर यो स्काई टावर नौलो नै हो नेपालमा अहिले। एउटा सिङ्गल ट्रीमा छ होइन, स्काई ग्लास भन्ने चाहिँ अर्को एउटा यहाँ सेकेन्ड भयो। यहाँ उक्लेपछि सबैजना चाहिँ हातमा मोबाइल ठाडो बनाएर सबै फोटोहरू टिकटक मात्रै खिच्ने हो। हामी चाहिँ सब अलिअलि त्यही त हो, हामी चाहिँ अलिअलि फुटेज हानिरहेको छ। मैले भन्नु खोजेँ चाहिँ मान्छे खास बिचमा छैन नि त, बिचमा मान्छे कोही चाहिँ छैन नि, सबै सिसामा मात्रै हो कि त हेर्न हो होइन। त्यही भएर मान्छे सबै सिसाइमा 1000 रुपियाँ लियो नि त हो, 1000 रुपियाँ खन्नु पर्ने। 1000 रुपियाँ असुल हाम्रो भइसक्यो अहिले। 2000। त्यहाँबाट हामी चाहिँ अहिले कमलादीको ठ्याक्कै माथि छौँ। अब यहाँनिर कमलादी तल अनि हामी यहाँनिर छौँ। भनेपछि रमाइलो भइरहेछ। हामी एउटा टक्क मजा भ्यूको एकदम मजा लिइरहेछौँ, भरपुर मजा लिइरहेछौँ। गाइस हाम्रो चाहिँ फाइनली होइन स्काई वक टावर चाहिँ हाम्रो सक्यो। अब हामी यहाँबाट चाहिँ फर्किँदैछौँ होइन, हाम्रो भिडियो सक्यो। के भन्नु 2000 सक्यो 2000 सक्यो अरे है। अब हामी चाहिँ फर्किन लागिरहेछौँ है। के हो रे पैसा लिन्छ? मेरो बुढाले पैसा कहाँ छ? ब्याङ्कमा छ, ब्याङ्कमा खातामा छ, मोबाइलमा 0.06 पैसा छ मोबाइलमा त। ओ प्लिज ओके। मेरो मोबाइलमा त 0.06 पैसा छ। पैसा होइन पैसा होइन। यहाँनिर पाउँछ ल। बिहान 9 बजे खाना खाएको, त्यसपछि एकदम टमी चाहिँ एम्टी छ अनि त्यसमा बिजी फोन होइन। यो चाहिँ ठ्याक्क टावरको छेउमा छ होइन। यो काठी रोलहरू अनि बार्बेक्यू पनि छ, मोमोहरू बनाउनु ठाउँ पनि रहेछ, स्पेसली काठी रोल अनि चिकन बर्गरहरूको लागि मात्र रहेछ। द्याट्स वाइ वी प्रिफर काठी रोल होइन। फाइनली भोक लागेको छ है। ज्ञान हो एकदम मिठो भयो ल, थ्याङ्क यू, बाई बाई। अब हामी चाहिँ जाँदैछौँ, पार्किङ गरी पेमेन्ट भयो। हेलो भयो, खाँदा टन्नै खाएर अब चाहिँ हामी जान लागेको। बुढा लास्टै मिठो भयो, टम्म भयो। मैले त्यो दाइहरूले पनि थ्याङ्क यू भनेर आएको क्या। ओके या अब दिस वाज फर टुडे होइन। हाम्रो अहिले घुमाइ यति नै भयो, रात पनि लगाइसक्यो अनि जाँदा पानी पऱ्यो भने अर्को विडम्बना छ होइन। त्यसलाई घर भाग्नुपर्छ, त्यही हो। अनि यहाँ यही हो, पछाडि हेर्नुहोस् सी टावर यही छ है। तपाईँहरू पनि घुम्न आउनुहोस्। यो कहाँ छ अरे? कमलादीमा छ है, साँच्चै कमलादीमा छ। अनि यहाँको खाजाहरू पनि राष्ट्रिय म त मिठो लाग्यो है, खाजाहरू पनि मिठै छ जस्तो लाग्छ। अब आज हामीले काठमाडौँ मात्रै खायो होइन, एकदम टेस्टी छ। त्यही हो, तपाईँहरू पनि घुम्न आउनुहोस्, रमाइलो गर्नुहोस्। पेमेन्ट चाहिँ अलिकति एक्सपेन्सिभ, ओ माई गड बिस्तारै। पेमेन्ट चाहिँ अलिक एक्सपेन्सिभै छ, 1000 रुपियाँ लाग्छ पर पर्सन, तर बच्चालाई चाहिँ लाग्दैन अरे है। 3 फिटभन्दा तलकोलाई चाहिँ पैसा लाग्दैन रहेछ। त्यही हो, अब बच्चाहरू छ भने पनि लिएर आउनु होला, घुम्नु होला। या बाई बाई, दिस वाज फर टुडे। बुढा बाई भनिदिनु नि त।